नमस्ते नमस्कार। आज मिति 2083 साल 4 महिना 29 गतेका दिन आज हाम्रो यस अपना सरकार केन्द्रमा हाम्रो वाङदी शेर्पाजीको नाउँमा उहाँको छोरीले यस संस्थामा चाहिँ बफ अनि चिकन अनि फलफुल रोटीहरू सबै खुवाउनु भएको छ बिहानको भोजनमा। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी वाङदी शेर्पाज्यू को नाउँमा। उहाँको आत्माले उहाँको छोरी अहिले बाहिर हुनुहुन्छ, जे जस्तो काममा हुनुहुन्छ उहाँलाई धेरै राम्रो होस् र उहाँको सपरिवारलाई पनि हामीले फलफुल लगायत सम्पूर्ण चिजहरू हामीलाई यसरी दिइराख्नु भएको छ, खुवाइराख्नु भएको छ। उहाँलाई धेरै हाम्रो वाङदी शेर्पाको आत्माले चाहिँ शान्ति पाओस्, स्वर्गमा बास पाउनु भएको यो कामना गर्दछौँ, हामी प्रार्थना गर्दछौँ र हामीलाई यो अवसर जुटाइदिनु हुने हाम्रो माया दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँले नै हामीलाई यो अवसर दिलाउनु भएको थियो। माया दिदी तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु है। अनि हाम्रो चाहिँ यस अपना सरकार केन्द्रमा चाहिँ हामीले 54 जना सङ्ख्या रहेको छ। उहाँहरूले चाहिँ हामीले 54 जनालाई चाहिँ खाना खुवाउनु भएको छ। यसरी नै माया गर्नुभएको छ। हाम्रो यस अपना सरकार केन्द्रको चाहिँ सदस्य बनेर चाहिँ हामीलाई माया गरेर खाना खुवाउनु भएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। विशेष गरी हाम्रो विदेशमा रहनुहुने वाङदी शेर्पाज्यूको उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यसै गरी फेरि आगामी दिनहरूमा पनि यसरी नै माया गरिदिनुहुन्छ भन्ने आशा र विश्वास गर्दछौँ। हाम्रो यस अपना सरकार केन्द्रका कतै पनि मेम्बर हुनुभएको छ, परिवार हुनुभएको छ, हामीलाई माया गर्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँ जहाँ रहनुहुन्छ एकदम स्वस्थ निरोगी भएर बाँच्नुहोला, राम्रो काम गर्नुहोला, यसरी नै सामाजिक काम गर्नुहोला भन्न चाहन्छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै